होइन म के देखिरहेको छु त्यो पल्ला घरे काका त अझै पनि रुख चिन्ह बोकेर हिँडिरहेछन् बा। ऊ मामा भनाउँदा अझै पनि सूर्य बोकेर हिँडिरहेछन् बा। अनि अर्को काका भन्ने मान्छे अझै पनि माओवादी भनेर हिँडिरहेको छन् बा। होइन यिनीहरूले 20 वर्षसम्म कतिचोटि गठबन्धनको सरकार बनाउँदै प्रधानमन्त्री यताउता 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 गर्दै बनाउँदै बजेट पार्दै बजेट झ्वाम पार्दै काम बिगार्दै फेरि बजेट निकास गर्दै एउटा पुल बनाउनलाई बजेट आउँछ, आधी अधुरो काम बनायो, पुल बनेर नसकिँदै भत्किन्छ। बाटोको लागि बजेट आउँछ, बाटो 1 वर्ष नचल्दै त्यो बाटो फेरि त्यहाँ बनाउनु पर्ने अवस्था आउँछ। त्यस्ता पढे लेखेका बुद्धिजीवी भाइहरू सुत्दा एमा काङ्ग्रेस 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 लौ गगन थापा भनिरहेको छन् बा। त्यही गगन थापा होइन, शेरबहादुरको आजभन्दा 6 महिना 3 महिना अगाडिसम्म खुट्टा चाट्ने त्यही शेरबहादुरको खुट्टा चाटेर मन्त्री भएको मान्छे पनि हो। अहिलेसम्म के गर्यो त 5 वटा लिस्ट गगन थापाले गरेको 5 वटा लिस्ट भन न। अहिलेसम्म माओवादीले गरेको 5 वटा लिस्ट भन न। आएको बजेट सुद्धा सही तरिकाले नलाएर सबै भ्रष्टाचार गरेर काम पुरा हुन एउटा पुल बनाउनलाई 5 वर्ष लगाउने। अनि कतिपय बुद्धिजीवीहरू त यो मान्छेलाई त केही थाहा पनि छैन, पार्टी र व्यक्तिमा फरक हुन्छ भन्नु होला। पार्टीको नीति सबैभन्दा इम्पोर्टेन्ट कुरा हो नि त। पार्टीको नीति, तपाईँहरूको पार्टीको नीति अनुसार कुनै पनि व्यक्तिले गडबड काम गरेको छ भने त्यसलाई निष्कासित गरेको कति रेकर्ड छ त अहिलेसम्म 20 वर्षको इन्टरभलमा? बरु अहिले यसो पार्टीको नीति हेरेर चाहिँ भोट गर्ने गरौँ न। यसो नीति हेरेर भोट गरौँ। कुन चाहिँ पार्टीले गलत काम गर्ने मान्छेलाई तुरुन्तै निकालेर फाल्छ, जस्तै हर्क साम्बाङले भनिरहेकै छ। कसैले मेरो पार्टीमा भ्रष्टाचार यताउति गलतको दाग पर्यो भने म तुरुन्तै पार्टीबाट निकालिदिन्छु भने होइन, त्यस्तो पार्टी हेर्नु पर्यो नि त। अब घन्टी पनि ठिकै छ, विकास गर्ला कि भनेर आफ्नो छोरा नातिले चाहिँ भविष्यमा चाहिँ विदेश जान नपर्ला, यही ठाउँ विकास होला, हाम्रो ठाउँमा चाहिँ समृद्धि होला, हाम्रै ठाउँमा चाहिँ रोजगारीको अवसरहरू आउला, विभिन्न किसिमका चाहिँ प्रोजेक्टहरू हाम्रै ठाउँमा आउला भनेर यसो आश गरेर भए पनि भोट गरौँ न हौ। अझै पनि काङ्ग्रेस एमाले माओवादी भन्दा त लाज लाग्नुपर्ने हो। पार्टीको नीति त 20 वर्षसम्म अहिलेसम्म पनि बुझाएको छैन। पार्टीको नीति अहिलेसम्म बुझाएको छैन। के रहेछ तपाईँहरूको पार्टीको नीति? झोला बोक्ने जाने अनि अझै पनि तपाईँहरू चाहिँ अनि एमाले काङ्ग्रेस माओवादी भनिराख्नु भएको छ होइन। गगन थापाले चाहिँ त्यस्तो गर्दैन, होइन यसले चाहिँ त्यस्तो गर्दैन। तपाईँहरूको पार्टीको नीति कस्तो छ पहिला त्यो कुरा बुझ्नुहोस् न। अहिलेसम्म कतिजना व्यक्तिलाई चाहिँ भ्रष्टाचारको उसमा चाहिँ पार्टीले निष्कासित गर्यो त? होइन, हाम्रो पार्टी त भर्खर सुरु भयो, अब गगन थापाले भर्खर नेतृत्व लिए, महाधिवेशन भयो भनेर भन्नुहुन्छ तपाईँहरू झोलेहरू। गगन थापा त्यही 6 महिना अगाडि त्यही शेरबहादुरको खुट्टा चाटेर बस्ने मान्छे होइन? त्यसलाई थाहा थिएन होला शेरबहादुर देउवाले भ्रष्टाचार गरेको? गगन थापाले त्यसै बाख्रा काण्डमा पर्यो, सरकारी पैसा ल्याएर झ्वाम बनायो कि बनाएन त्यो पनि हिस्ट्री त छ, रेकर्ड पनि छ। अनि तपाईँहरू गगन थापा जिन्दाबाद भनेर हिँडिराख्नु भएको छ। हुन त गगन थापाहरूसँगै फोटो पनि खिचाउनु हुँदो रहेछ भनेपछि त्यहाँसम्मकै पहुँच छ। व्यक्तिगत स्वार्थ हो भन्ने त प्रमाणित त्यही नै छ। गगन थापा भयो भने आफ्नो काम बन्छ, आफ्नो ठाउँ बन्छ, आफ्नो वरिपरिका आसेपासेको अलिअलि भविष्य बन्छ, अरू गाउँलेको अरू मान्छेको के मतलब हामीलाई होइन? त्यही होइन तपाईँहरूको? फुक्क अलिकति गएर गु खानुहोस्, मान्छेको पनि होइन कुकुरको। अनि सेम गोज टु माओवादी एमाले पनि सेम है। देशमा परिवर्तन ल्याउने हो भने नयाँ अनुहार, नयाँ नीति, नयाँ सोच भएको पार्टीलाई अपनाउनु पर्छ हामीले। तपाईँहरूको छोरा नातिको भविष्यको तपाईँहरूलाई मतलब छैन? अलिकति पनि मतलब छ भने यो पालि सोचेर भोट दिनु होला। मैले देखेको विकासका कामहरू गरेका पार्टी भनेको अहिले 2-3 नै छन्। अब भित्र राजनीतिमा के भयो, कसो भयो, भित्र कस्तो खेल भयो त्यो मतलब भएन। एउटा माटो हो, माटोले भ्रष्टाचार गर्दैन, देश विकास गर्छ, श्रम उठाउँछ।
घन्टीमा पनि अब नयाँ नयाँ चाहिँ फेसहरू छन् र घन्टीमा चाहिँ व्यक्तिहरू कस्तो छन् भने पार्टीकै अगेन्स्टमा पनि उनीहरू जान्छन्। पार्टीमा कुनै पनि व्यक्तिले गलत गर्यो भने उनीहरू उभिन्छन्, कसैले गलत गर्यो भने तुरुन्तै निकालिदिन्छन्। त्यो किसिमको सिस्टम घन्टीमा पनि देखिन्छ। अब कुलमान घिसिङले त लोड सेडिङ हटाएर दुनियाँ चाहिँ गरेका पनि हुन्, उहाँलाई पनि विश्वास गर्न सकिन्छ। यति तिनवटामा एउटालाई चाहिँ भोट दिनुभयो भने देश विकास हुन्छ, नत्र तपाईँ फेरि त्यही एमाले, काङ्ग्रेस, माओवादी भन्नुभयो भने त्यही थोरै थोरै मान्छेको अलिअलि मान्छेको चाहिँ काम कुरो परिवारको स्थिति अलिअलि सुध्रेला। गाउँ घर देश विकास भनेको त इस